आलु चाहिँ पकाउनु जान्नु पर्यो। पुरी साह्रो यार अड्किएर। एउटा नाइक एउटा एडिडास मेसी एडिसन हो है फेरि यहाँ। हेलो मर्निङ। आज चाहिँ होइन स्पेसल यो जुत्ता ब्लग छ। यो जुत्ता चाहिँ फेरि एडिडास अनि यो आज जुत्ता चाहिँ मेरो भतिजलाई मैले गिफ्ट एज अ गिफ्ट होइन। अनि मैले चाहिँ हल्का मन पर्दैन होला फेरि यसलाई होइन, मन पर्दैन होला यसलाई फेरि, तर हल्का अहिले लगाएर भाइले लगाएर यस्तो भएको छ। लेस पनि लाउँछु म। लेस बिना नलायो लगान कस्तो छ लाउने हो नि यो। ए ल्याउनु मेरो उयो छ, मेरो गयो क्या बुटे। त्यो कलले भाले कप खेल्ने अलिक ततै राम्रो खेल्छ गेम, त्यही भएर ल। यो भाले कपमा त अब भोलि गेममै त लाउने खेल्ने भोलि गेम तेरो। अनि आज भन्छस् त तपाईँ हराउँछ ठिक्क हुन्छ हौ। मेरो जुत्ता हो, मेरो साइजको। यो चाहिँ 35,000 को मात्रै हो। अनि यो भन्दा कति हुनु यति त उतो अर्को ले त यो चाहिँ सुरुमा नयाँमा टाइट भएर क्या यो यस्तो उयो गएको क्या। उता गुटी खिरेन हौ। यो गुटीमा दुईचोटि खेल्यो यो। मैले यो युकेबाट कोरियामा हुँदा मगाएको उताबाट। हुनु त यो 27,000 को ट्याक्स तिर्दा 35,000 पुग्यो। 10,000 चाहिँ लाग्छु नेपालको। 10,000 को 20,000 को पनि लाइस् नि। त्यो पवलले ल्याएको हरियो सुज त्यो पनि 20,000 को मैले छोडिदिएको होइन। मैले यहाँ नेपालमा तैँले पनि लाइस् त नि। त्यो सोधेरै वाक्य फेरि उडाइदिउँ ड्रेन के ट्रेन ड्रोन होइन, उडाउनु पर्दैन हो त्यो हो। यो आलु चाहिँ पकाउनु जान्नु पर्यो। पुरी साह्रो यार अड्किएर। अगाडि खै तेरो खुट्टा कस्तो भएको छ अब नहिन त्यो यो यहाँले के अरे बिहेमा यही लाग्छ 35,000 ठिक छ। ठिक्क हुन्छ मलाई थाहा छ। यसको खुट्टा र मेरो खुट्टा ठिक्क मिल्छ क्या। त्यो यो लेस पनि लाएर खेल। लेस नलाउने यहाँले यो पलेर लस मेरो म्याच बुट हो। यो पनि म्याच बुट त। यो मेरो यति हो जुत्ता भनेको। अब यो पछि जुत्ता नकिन्ने धुएर सुकाएको होइन। खेल राम्रो रे गेम। यो अब मेरो एक्सिडेन्ट भयो त्यस्तो भयो। यो पनि राम्रै बुट रहेछ त। भित्रको यो निकालेर चाहिँ किन लाउँछ? सब भिज्यो क्या त्यो भएर। यो बुट कसरी गर्नुपर्छ थाहा छ नि तँलाई? नाइक पनि यो पनि राम्रै रहेछ त। यो कसले ल्याइदिएको? यो छ नि अङ्कल। हो यो मैले योले आफै सियोले सिलाउँछु यसलाई म। आफै सियोले होइन, यो धागो चाहिँ अर्कै हुनु पऱ्यो क्या। त्यो पान धागो हुनु पऱ्यो। मैले यो उतै च्यातेको आएको 1-2 हप्तामै च्यातेको। यो सुरुमा मैले लाउँदाखेरि युके छ हो। अनि 240 हो। यो भाले कप साले खेल्छ यो जुत्ताहरुले यार यस्तोले भाले कप खेल्छ हो यार। के भएको जुत्ताको नि एउटा अङ्कललाई सिकाएको किन्दै, पल अङ्कललाई सिकाएको किन्दै त। म सिकाएको किन्दिछु ल। होइन नलाना भनौ टिपेर हिँडिहाल्छ। ओइ कान्छा। अनि हाम्रो भतिजलाई ठुक्क भयो जुत्ता। अनि हाम्रो यहाँ कान्छा चाहिँ खाना खाँदैछ। कान्छा कस्तो भयो अरे तरकारी भन्दै? दादाले कस्तो बनायो अरे? एकदम यो मिठो चाहिँ मिठो छ तर पाकेन रहेछ। आगो बेगर पकायो कि क्या साथीले आलु त यार। होइन पकाउँदै नपकाएको अरे आगो बिनै। एउटा नाइक एउटा एडिडास मेसी एडिसन हो है फेरि। यहाँ चाहिँ मेसीकै नाम लेखेको, मेसीले नै लेखेको छ। यहाँ मेसी लेखेको छ। यो इमिगोज यो PR पारा टोडा अरे मेसी एडिसन हो यो फेरि यो मेसीको फ्यान हो। उयो मेसीकै फ्यान होला। मेसी एडिसन हो। हल्का धुनु चाहिँ पर्ने छ।
यो अनि अस्ति 18 केजीको ए हो यो डढाएछ त केले हो यसले अस्ति यो 16 केजीको भालेमा खेल्नु जान्छ यार 16 भाले भन्दा यो टुर्नामेन्ट भन्दा महँगो जुत्ता नगर्न भन्छु केटाहरू फेरि लापा खेल्नु खोज्दो रहेछ है आम्मामा ल यति भन्दै आजको फुटबल सुज भ्लग यहीँ सकिन्छ यसले चिसा छु